आज चाहिँ हामी नन्द भाउजू बीच एउटा च्यालेन्ज गर्दैछौँ है। हार्नेले चाहिँ यो खुर्सानी खानुपर्ने छ। यो च्यालेन्ज चाहिँ मेरो नन्दलाई गर्नु परेको हो। भाउजू च्यालेन्ज गरौँ, करेन्ट चाउचाउको च्यालेन्ज गरौँ भनेर मेरो पछि लागे गरिन्। अनि मैले ल त गरौँ भनेर ल चाउचाउ लिन पठाएँ। अनि चाउचाउ ल्याएर यस्तो राम्रोसँग फोरेको भिडियो बनाउँछु भन्दै थिएँ, तर ढङ्ग मेरो हेर्नु है, देखिहाल्नुभयो ढङ्ग। अनि चाउचाउ बोइल गरेँ। अनि म चाहिँ धेरै पिरो खान सक्दिनँ। अनि त्यही माथि मेरो नन्दले चाहिँ भाउजू डल्ले खुर्सानी पनि 3वटा हाल्ने भनेर देखाउँदै छिन् है। भगवान्, मेरो आज हालत खराब हुनेवाला छ। अनि चाउचाउ बोइल गरेर मसलामा मजाले हामीले मोलिसकेपछि हामी थाल्यौँ च्यालेन्ज गर्नको लागि। कसले जित्छ होला है त, गेस गर्दै गर्नुहोस्। अनि म चाहिँ धेरै पिरो खान सक्दिनँ, म यहाँ खुर्सानी पनि देखाउँदैछु। अनि हामीले चाहिँ सुरु गऱ्यौँ है त, च्यालेन्ज सुरु गऱ्यौँ। मलाई यति धेरै पिरो भएको थियो सुरुकै गाँसमा। मेरो नन्द नानीले चाहिँ यति छिटो खानुभएको आमामा है, म त सक भएँ हेरेर पनि। अनि उनीले जित्नु भयो। म चाहिँ सक्दिनँ पिरो खान। त्यहाँमाथि डल्ले खुर्सानी हालेको मेरो हालत खराब भइसकेको थियो। अब फेरि खानुपर्ने त्यो डल्ले नै खुर्सानी। अब के गर्नु है, नियमअनुसार मैले डल्ले खुर्सानी पनि खाएँ। मलाई चाहिँ यति धेरै पिरो भएको थियो, मैले चिनी पनि खाएँ, काँक्रो पनि खाएँ, तर पनि मेरो हालत एकदम खराब